10 रुपियाँको हालिदिनु न। यो दुईटा त मेरो पछि लाखको लागि हो क्या यिनीहरू। 5000 वाला ल है। फाइनली हाम्रो दाइसँग भेट भयो। रेगा बोल्छस् म्यासला। हेलो एन्ड नमस्ते, वेलकम ब्याक अगेन मेरो युट्युब च्यानलमा होइन। सो मैले हिजो चाहिँ के भनेको थिएँ नि, यो माइक टेस्ट चाहिँ गर्नुपर्छ, माइक हेरौँ कस्तो छ होइन। मैले सब फिट गरिसकेँ। अब यसमा चाहिँ अब हेर्न सक्नुहुन्छ होइन, मैले भित्रमा यो माइक भयो, भित्र पनि माइक, दुइटै माइक चाहिँ फिट गरेछु। अब बाइकमा हिँड्दाखेरि कस्तो आउँछ भन्ने कुरा चाहिँ म देखाउने छु होइन। अब सो त्यही हो, यहाँ दुइटा बाइक छ, यो मामाको बाइक भयो, यो मेरो बाइक भयो होइन। आज चाहिँ म यो बाइक लगेर जान्छु, भोलि चाहिँ त्यसमा राइड हुन्छ। यो दुइटा त मेरो पछि लाखको लागि हो क्या यिनीहरू। यो चाहिँ हाम्रो मामा घरको कुकुर हो क्या। होइन यस्तो राम्रो छ यो होइन, एकदम गुड छ, फेरि टोक्दैन है गाइज। यो चाहिँ राम्रो छ, यसको नाम मिची हो। यो फुच्चे भइहाल्यो। ए फुच्चे घर जा तिमीहरू, घर जा, मलाई जानु दे। ल बाई बाई। ओए ओए मिची मैले मुच्छस् घर जा। मुच्चा सही हो। ल गाइस सही हो। अब म चाहिँ लागेको अवस्था। ल अब छोरोले कुदाउँछ है। छोरोले त यस्तोमा त फेरि हिँडिहाल्छ नि। मुनि सही हो। अब मेरो यो फर्स्ट टेस्ट राइड भइहाल्यो होइन। सो अब कस्तो हुन्छ आवाज त अब मैले भिडियो हेरेपछि मात्र थाहा पाउने छु। होप राम्रो आओस् होइन, राम्रो आउनेछ साउन्ड चाहिँ। ल यहाँ आयो होइन। सो अब मैले भने मेरो गाउँ जाने बाटो यहाँदेखि हो। अब यो माथिपट्टि चाहिँ के छ भने एकदम भ्यू टावर छ, हुडीकोट भन्छ होइन, एकदम चलेको ठाउँ हो त्यो हुडीकोट चाहिँ। सो अब बाटोहरू चाहिँ यही भइहाल्यो। अब एकछिनपछि म भ्यू देखाउँछु है। अब ठ्याक्कै यो थोरै अब 2 मिनटपछि भ्यू कस्तो आउँछ म देखाउने छु है गाइस। अहिलेको लागि चाहिँ बिदाइ भौँ। 5000 वाला ल है। ल भाइ ल आऊ तिमी पनि सब्सक्राइब गर्ने ल। नयाँ आइडी खोलेको तिमीहरूले पाउँदैन होला। ठ्याक्क बिबाइकरमा गएर यस्तो हान्नुपर्छ ल। फेरि उयो हान्ने एडभर्टाइज हान्नुपर्छ। फेरि एडभर्टाइज थाहा छ? ओ सही हो, यत्रो सबले हान्ने है। ल के छ नाम के भयो तिम्रो? 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 अनि हाम्रो ल हिरोको? अनि बाबु तिम्रो? अनि नानी? ए ल म जान्छु ल। केटा तिमीहरू भ्लग आउँछ है आज, म डाक्क हालिदिन्छु ल तिमीहरूलाई। चट्टा आज मैले भ्लग फोटो खिच्ने। ए पछि खिचाऊँ ल है। अब यहाँबाट सुरु हुन्छ, स्टार्ट हुन्छ। सो अब म चाहिँ उताबाट आएको थिएँ होइन। भ्यू चाहिँ यहाँदेखि हुन्छ। बिचरा आमाहरूलाई अब लाने भनेको पछाडि सिट यस्तो छ, लानै मिल्दैन यार। सो यो भ्यू भइहाल्यो। यो तलको चाहिँ चाबी अफ हान्दिउँ होइन। ल एकछिनपछि देख्न सक्नुहुन्छ है, यो चाहिँ भ्यू भयो। ल अहिले चाहिँ यो कुहिरो लाएर केही पनि देखेको छैन होइन, तर पानी पऱ्यो भने चाहिँ भ्यू चाहिँ राम्रो देख्छ यहाँबाट चाहिँ। तलको देख्न सक्नुहुन्छ, यो चाहिँ अब बाघमारा अनि पोखर फुल भ्याली देख्छ यहाँबाट चाहिँ। यताको बाघमारा, उताउतिको तालचोक भण्डारीहरू, अनि अब उतातिर त अब राम्रोसँग देखेको छैन, क्यामेराले भ्याउँछ भ्याउँदैन त्यो पनि थाहा छैन। सो अब म झर्ने चाहिँ यहाँ तल हो। भिडियोमा चाहिँ मैले हिजै भनेको थिएँ हजुरहरूलाई होइन। अब हाम्रो चाहिँ हिजो अनबक्सिङ थियो, आज चाहिँ हाम्रो चाहिँ यो गोप्रो हिरो 12 ब्ल्याकको चाहिँ टेस्ट हो है। टेस्टमा चाहिँ के छ भने अब माइक साउन्ड चाहिँ कस्तो आउँछ, अब यो साउन्ड अब नोइज कतिको आउँछ। मैले साउन्ड माइक लाउन त दुइटा लाछु, तर पनि अब साउन्ड मेन भनेको चाहिने भनेको नि साउन्ड हो कि। हिँड्दै ख्यार त्यो ब्याकग्राउन्ड नोइज बढी आयो भने चाहिँ मान्छेहरूलाई हेर्न पनि एकदमै झ्याउ हुन्छ क्या। सो आजको मेन टार्गेट भनेको चाहिँ हाम्रो भिडियो भनेको चाहिँ यो गोप्रोको चाहिँ साउन्ड कतिको क्लियर आउँछ भन्ने कुरा हो। ल ठिक छ, अब थाहा भइहाल्छ होइन।
अब मैले भिडियो हेरेको पनि छैन। अब यो भिडियो मस्त भ्लग बनाइरहेको छु अनि घर गएर अब हेर्न पर्ने हुन्छ भिडियो चाहिँ जाँदा जाँदै मस्त। अहिले त अब आफूलाई ठिक लाग्यो जस्तो लागिरहेछ हो, ठिकै होस् होइन। अब त्यस्तो राम्रो सोच्नु पनि भएन, घर गएर हेर्न पनि पऱ्यो गएर ब्याकग्राउन्ड नोइज बढी आयो भने त फेरि टेन्सन हुन्छ नि। र साथै मैले यो बोल्दाखेरि चाहिँ भित्रपट्टि मास्क लगाएको नि त, मास्क लाउँदाखेरि चाहिँ एकदम भोइस चाहिँ अलिक अर्कै आउँछ कि जस्तो पनि लाग्यो है मलाई। किनभने मास्क नलाइकन बोल्दाखेरिको आवाज र मास्क लाएर बोलेको आवाजमा चाहिँ अलिक डिफ्रेन्ट हुन्छ क्या होइन र। ल एकछिनपछि भेटौँला गाइज। ल गाइज फाइनली म चाहिँ बाघमारा आएँ होइन, यसलाई भन्छ बाघमारा। अब यो थोरै पछि मेन रोड आइहाल्छ। म फेरि यहाँ बाघमारा आएपछि हिरो हो कि माथिको कुदाइदिन्छु मैले बाइक होइन। तर आफ्नो कन्फिडेन्स भए मात्र चलाउने है केटा, अब स्पिड भनेको चाहिँ। ल यो फाइनली मेन रोड आयो, अहिले बाटो पनि हरि बनाएको छ। अब टक्क राइड हुन्छ है यहाँ चाहिँ। अब कस्तो राइड हुन्छ भने अब थोरै यस्तरी ब्याक थोरै सर्ने, हात यस्तो यस्तो गर्ने अनि टक्क लाएर पटार्ने, ब्यालेन्स मिलाउने है। अब स्पिड चाहिँ स्पिड त अब देखाउँदैन गएर त्यही पनि अब केटो यस्तोमा त मैले फेरि हरि भन्छु नि। सुताइदे यस्तरी सुताउनु पर्छ है यस्तोमा चाहिँ। दियो 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 मलाई एक्रा हालेर हिँड्थ्यो बाटो होइन, सबको नजर मतिर हुन्थ्यो क्या। तर अहिले केही केही छैन, एक्रा सेक्रा छैन नि त, नर्मल छ। मेरो अब यहाँ सामान पनि किन्न छ, अलिअलि भिडियो बनाउनु छ। अब सामान त मेन हस्पिटल जानु छ होइन भिडियोको लागि। पुलिस चौकी आइसक्यो, पुलिस चौकी हो यो चाहिँ। सो त्यो त खुल्ला रहेछ। फाइनली हाम्रो दाइसँग भेट भयो रेगा छ। दाइ के छ हो? गुड हो। ल गाइज हाम्रो दाइको गाडी चाहिँ भइहाल्यो। म आज खासमा चाहिँ हिजो यो अनबक्सिङ गरेको थिएँ अनि यसको माइक टेस्ट गर्दै हिँडेको हो क्या आज चाहिँ। माइक टेस्ट अनि सामान अलिअलि किन्न थियो, मामाले सामानहरू ल्याइदियो भन्छ भन्नु थियो, त्यही भएर सामानहरू लिन आएको थिएँ। 10 रुपियाँको हालिदिनु न। 10 को हो के 10-20 को आउँदैन। आउँछ 10-20 को आउँदैन। 10 को त हाल्न मिल्छ होला क्या। हेर्नु फेरि 10 को त आउँछ होला के। दुईटा होइन होला 10 को मात्र। 10 को हाल्नु हुन्न अरे, के गर्ने अब। यस्तो हो क्या। सरी तपाईँलाई मैले जिस्काएँ होइन। कुरा चाहिँ यहाँ चाहिँ पेट्रोल अरे उसमा त्यो त्यसमा पेट्रोल हाल्ने हो। भाइ तिमीले कतिको हाल्ने हो? 500 को हाल्ने हो। यसमा कति हुन्छ अलिकति त्यति हालिदिनु सुरुमा क्या। 500 गरेर अलिकति हाल्नु, त्यसपछि त्यसमा हाल्नु है। अङ्कलहरूले चिन्नुहुन्छ, अङ्कलले मजाले। त्यस्तो हामी 500 लिएर भाग्ने त होइन। ल धन्यवाद भिडियोको लागि। बोगन त जाउँ, यहीँबाट बोकिनुहुन्छ, यहीँबाट बोकिनुहुन्छ। ल धन्यवाद मेरो सेन्डी भाइलाई। अहिले हाम्रो हिरो हिँड्ने वाहन आजको भिडियोग्राफर। यो भिडियो चाहिँ अब जान्छ होला सायद, यो इन्स्टा टिकटकको त मजाले जान्छ थाहा मलाई। यस्तो पैसा छैन भनिदिनु यार, किन हो यार। धनी मान्छे। सो ओए फुच्चे जान्छु। एउटा त मात्र भिडियो बनाउँछु, आज धेरै त बनाउँदिनँ। त्यही अब गाइस हामी चाहिँ भिडियो बनाउनु जाने हो।
हाम्रो जक्सन चाहिँ यहीँ हो। अब जाऊँ न यसो अलिअलि अरू एउटा भिडियो बनाए आऊँ भने धेरै त बनाउँदिनँ तर अलिअलि बनाउँछु म आज। अब भाइ चाहिँ पोखरा जाने भने म अब घरतिर उक्लिन्छु। अब गएर भिडियोहरू बनाउनु पर्छ यार। अब इन्स्टाको लागि बनाउनु पऱ्यो, टिकटक फेसबुकको त अब त्यो थोरै टाइम लाग्ने भइहाल्यो। अब यो भ्लग चाहिँ झिक्नु पऱ्यो, झिकेर अनि एडिट गर्नु पऱ्यो, हाल्नु पऱ्यो। अब हल्का बिजी भइन्छु म। सो त्यही हो। अब बाटो त अब यही अघि म छिरेको बाटो यही भयो। म अब यहाँदेखि उतासम्मको चाहिँ हल्का खिच्छु। अब बाटोतिर चाहिँ के अब हेरौँ न, पुलिस चौकी नि अब मैले देखाइहालेँ अघिको होइन। त्यही हो। अब पुलिस चौकी त्यहाँ भइहाल्यो। अब म मस्त कुदाएको एकछिन मारेको रस हान्छु अनि ल। फाइनली आइयो। कोही छैन होइन। सो गाइस ल अब आजको लागि यति नै हो। अब अघि आएको बाटो त यो भइहाल्यो होइन। सो अब एकचोटि उड्छ क्या बाइक त हल्का। अब चट्ट लाएर घर जानुपर्छ। ए छ्या मैले मामाको सामान लानै बिर्सेको यार। धन्न गाइज यार, सामान लानै बिर्सेको यार। ल गाइज त्यही हो मैले ल अब के भन्छु भने म आजको लागि यति नै गरौँ। जैसो जस्तो छ अब नेक्स्ट टाइम भेटौँ ल। बाबाई आजको लागि गाइज। अब मैले भनिसकेको आजको भिडियो त्यति स्पेसल नहोला। लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला, माया गरिदिनु होला सबैलाई। बाबाई, टेक केयर।